चस्मा लगाउँदा बाहिरी मान्छेले के भन्लान् कस्तो भन्लान् भनेर सोच्ने हैन। अब दिउँसोको गर्मीले त चस्मा लगाउन नै भन्छ। पछिल्लो समय पोखरामा त दिउँसोमा यति धेरै गर्मी भइसक्यो, अब अझै तराईको अवस्था त कस्तो होला। त्यसैले त अब नयाँ नयाँ चस्माहरू कस्तो कस्तो लगाउने, के कस्तो लगाउने भनेर दोधार्नु पर्दैन। हामीले चाहिँ पछिल्लो समय यस्तो दामी दामी आइटमहरू, सन प्रोटेक्सनवाला चस्माहरू यति धेरै लिएर आएका छौँ। जस्तै आज पनि यो भिडियोमा चाहिँ अलिकति नयाँ मोडलका चस्माहरू केही मात्रामा म देखाउने प्रयास गरिरहेको छु। आज मात्रै आएको यो आइटमहरू यो छ, एउटा युवाला आइटम, भर्खर अहिले युवा पुस्ताको लागि एकदमै ट्रेन्डिङमा चलेको चस्मा, जुन रातिमा पनि लगाउन मिल्छ, दिनमा पनि लगाउन मिल्छ, जुन युवाला चाहिँ घुमाउनेवाला यस्तोवाला अहिले बहुत ट्रेन्डिङमा चलिरहेछ। दिउँसोमा चाहिँ यसरी घुमाउने, यो घामको लागि, अनि रातिको लागि यसरी घुमाएर वाइट बनाउन मिल्छ। यस्तो कायदावाला चस्मा हो। एक दुई पैसा अलिकति महँगो छ, क्वालिटी एकदमै बवाल छ। यसको डिजाइन पनि टोटली युनिक छ। यो ग्लासहरू प्लस फ्रेमहरू अलिकति एक्स्ट्रा छ यो आइटम। यसमा चाहिँ मसँग दुईवटा कलर अप्सन छन्। एउटा टोटली ब्ल्याकमा भयो अनि अर्को चाहिँ सिल्भर फ्रेममा नि आएको छ। मजाले ग्लास घुमाएर घाममा पनि लगाउन मिल्यो, प्लस रातिमा पनि टोटली वाइट बनाउन मिल्यो। यस्तोवाला आइटम यो आयो एउटा फरक मोडलको चस्मा। अनि हामीसँग अर्को फरक मोडलको चस्मा पनि आएको छ, यो गुच्चीको, यो ओभल सेपमा छ। यस्तो दामी आइटमहरू, नयाँ नयाँ क्वालिटीहरू एकदमै दामी आइटमहरू झरिरहेको छ। जुन लेडिजको लागि होस् अथवा जेन्ट्सको लागि होस्, यो जो कोहीले पनि लगाउन मिल्छ यो भेराइटीको चस्मा। यो चाहिँ टोटली ब्ल्याकमा, अनि अर्को चाहिँ छ ब्राउन कलरमा, यो वाला आइटम। अनि कसैको अनुहार अलिकति ठुलो हुन्छ, जुन पाए चस्मा चाहिँ मिल्दैन, त्यस्तो मान्छेको लागि चाहिँ यो वाला आइटम एकदमै कायदावाला छ। ठुलो अनुहार हुनेको लागि जुन लगाए पनि मिल्ने चस्मा हुन्छ, त्यसको लागि चाहिँ यो वाला आइटम एकदमै कायदावाला छ। यो चाहिँ प्राडाको चस्मा हो। यो ब्राउन सेडेडमा छ, बेलुका पनि लगाएर हिँड्न मिल्छ यो वाला। अनि अर्को मोडल छ कार्टियरको, यो वाला आइटम पनि छ। यो चाहिँ स्प्रिङवाला, जुन साइडमा पनि डस्दैन, लगाउन पनि एकदम इजी हुन्छ। यो वाला छ, यो वाला जति आवश्यक पर्छ त्यो अनुसार लस्किन्छ अनि मजाले सजिलो हुन्छ लगाउन पनि। अनि यो भयो अलिकति फरक मोडलको चस्मा। अनि अर्को फरक मोडलको चस्मा पनि हामीसँग आज मात्रै ताजा झरिरहेको छ। यो वाला चाहिँ इम्पोरियो अर्मानी, यो मेटल फ्रेममा, डिजाइन रेक्टेङ्गुलर सेपमा, ग्लास चाहिँ टोटली ब्ल्याकमा, अलिकति फरक मोडलको चस्मा हो। यो पनि यस्तो दामी क्वालिटीको चस्माहरू आएको छ। यो वाला आइटमहरू कसैलाई अलिकति सानो चिटिक्ककोमा लाउन मन लाग्छ, त्यस्तो मान्छेहरूको लागि, त्यस्तो रोजाइको मान्छेहरूको लागि यो एकदम बेस्ट हो। यो छ। अनि यसैमा पनि अलिकति फरक कलरको यो वाला, यो चाहिँ ब्राउन कलरमा, यो वाला पनि छ। कसैलाई ब्ल्याक लगाउँदा वाक्क लागिरहेको हुन्छ, अनि ब्राउन कलर पनि हामीसँग अभाइलेबल छ। यस्तो दामी आइटमहरू अहिले पछिल्लो समय हामीले युवा पुस्तालाई मध्यनजर गरेर युनिक आइटमहरू झारिरहेका छौँ। प्राइस पनि एकदमै अफोर्डेबल टाइपको छ, जुन धेरै महँगो पनि छैन, धेरै सस्तो पनि छ, ठिक्क एकदम मिडियम टाइपको, सबैले युज गर्न मिल्ने टाइपको यो वाला कायदा छ। यस्तो दामी आइटमहरू हामीसँग झरिरहेको छ। त्यस्तै नयाँ आइटमहरू चाहिएको खण्डमा हामीलाई सम्पर्क गर्नुहोला। हाम्रो पसलको लोकेसन रहेको छ पृथ्वी चोक बस पार्क पोखरा, साल ट्रेडिङ कर्पोरेसनको गेटैमा। धन्यवाद।